Hello everyone, welcome back to my vlog. अब आज चाहिँ हामी पुम्दीकोट आज अघि हामी पहिला उता घुमेर आयौँ अघिल्लो ब्लगमा हेरिसक्यो भयो महेन्द्र केभ घुम्यौँ अनि त्यस पछाडि अर्को कुन्ती चमेरो गुफा र अर्को चाहिँ हामी बिन्दवासिनी मन्दिर घुम्यौँ त्यहाँ कतै कतै चाहिँ क्यामेरा अलाउड थिएन त्यही भएर राम्रोसँग फोटो खिच्नु छैन प्लस गुगल म्यापले गर्दाखेरि पाइहाल्नुभयो अब चाहिँ हामी यहाँबाट मासतिर ओल्ड पिस प्यागोडा र पुम्दीकोट दुईवटा पर्दो रहेछ हामी अब दुइटै घुम्छौँ अनि त्यस पछाडि आधालाई चाहिँ यति घुमेर अनि त्यस पछाडि होटल गएर बस्छौँ कि त काठमाडौँतिर फर्किन्छौँ के हुन्छ त्यो पछि भन्ने नै छौँ अब अहिलेको लागि चाहिँ हामी मासतिर जाँदैछौँ बाटो राम्रो छ मासतिर जाने पनि ठिकै रहेछ बाटो अनि त्यस पछाडि यहाँबाट चाहिँ तलतिर पोखराको भ्यू चाहिँ राम्रो रहेछ अनि आजसम्म सबै भिडियोमा साथ सपोर्ट देखाइदिनु भएकोमा धेरै धेरै धन्यवाद अनि आगामी भिडियोहरूमा पनि यसै गरी माया देखाइदिइराख्नु होला अब यहाँबाट काठ छुट्टिन्छ होला ओल्ड पिच प्यागोडा जाने बाटो र ऊ जाने बाटो अनि दुइटै घुम्छौँ एकछिन अनि त लेक भ्यू हेर्नु त अगाडि के अरे पोखराको भ्यू कस्तो खतरा छ हामी चाहिँ मासतिरै जाँदैछौँ बाटो खतरा देखिँदो रहेछ यहाँबाट चाहिँ भ्यू मान्छेहरू पनि ठिकै जाँदै हुन्छ जस्तो छ खासै गाडीहरू त छैन बिचमा कति जाँदै थाहा छैन कतिको जाँदै हुनुहुन्छ अब यहाँनिरबाट भ्यू पनि खतरा देखिरहेको छ पोखराको भ्यू पनि अनि माथि दुइटै ओल्ड पिच प्यागोडा र उस पनि देखिरहेको थियो यहीँबाट देखिरहेको थिएँ तर क्यामेरामा चाहिँ कैद भएको क्याप्चर भएको चाहिँ छैन होला तर जस देखिरहेछ अनि तल पोखराको भ्यू चाहिँ खत्रै देखिरहेको छ पोखरा सिटी चाहिँ राम्रो देखिरहेको छ अझ खुलेको छैन वेदर मजाले खुलेको छैन वेदर खुलेको भए त झन् खत्रै देखिन्थ्यो होला त्यो वेदर नखुले पनि हल्का देखिरहेछ पोखराको सब देखिरहेछ अगाडि ठ्याक्क जङ्गलको बिच हुँदै बिचमा एक दुईवटा रिसोर्टहरू पनि रहेछ यतातिर जङ्गलको बिच हुँदै मासतिर जाँदैछौँ र पोखरा सिटी चाहिँ यही हो माथिबाट देखिने यहाँ माथि चाहिँ नो फोटो एन्ड भिडियोज भनेर रहेछ के अरे पिच प्यागोडाबाट मेरो वचन सरले आउँछ काम जस्तै कुरा जस्तै सके राम्रो गर नसके नराम्रो नगर त भनेको रहेछ ठाडै ओल्ड पिस प्यागोडा यतापट्टिको भ्यू तल स्टेयर्स अनि लेक साइड पुरै देख्ने रहेछ यहाँबाट चाहिँ
गुफाबाट बाहिर त्यस्तो बडो बाहिर ठ्याक्क निस्किँदै गर्दाको चाहिँ खत्रै भ्यू देखिन्छ। अझ खुल्यो भने त खत्रै देखिन्छ पुरै लेक सायद पुरै भ्यू देखिन्छ। नाइस रहेछ। हामीले चाहिँ गुगल म्याप युज गर्ने भएकोले गर्दाखेरि चाहिँ मोबाइलबाटै खिच्दैन नि त भिडियो पनि, त्यही भएर काहीँ काहीँ सबै पुरै डिरेक्सनै देखाउने गरी बाटो गर्ने गरी चाहिँ भिडियो खिच्न पाएन। अनि अर्को कुरा भनेको चाहिँ ओल्ड पिस प्यागोडामा चाहिँ हिँडेर जाने ठाउँ पनि कम्मै रहेछ। त्यो अनि बाइक पनि माथिसम्म पुग्दो रहेछ अनि अलिकति हिँड्नु पर्दो रहेछ। अनि पिछामा रेस्टुरेन्टहरू रहेछ, क्याफेहरू। र ओल्ड पिस प्यागोडामा चाहिँ गएर फोटोसोटो खिच्न मनाइ ल्याएको थियो तल, तर फेरि मान्छेले मासतिर खिचिरहेको थिएँ। अनि खै के हो खिच्न पाइने हो कि भनेर खिच्यौँ हामीले पनि। अनि काहीँ काहीँ चाहिँ माथिले चाहिँ अलिकति लुकेर खिचेको छ, माथिको भिडियो चाहिँ खिच्न पाइँदैन थियो। माथि नै गएर चाहिँ भिडियो खिच्न चाहिँ फोटो चाहिँ पाइने, भिडियो चाहिँ नपाइने थियो, के हो खै थाहा छैन त्यो चाहिँ। अनि भिडियोहरू खिच्यो। अनि त्यहाँनिर चाहिँ प्लस पिस अलि हल्ला गर्न नआउने भएकोले गर्दाखेरि एकदम कम सानो साउन्डले बोलेको थियो त्यहाँनिर पनि। सबै मान्छेहरू पुरा ध्यान गर्न बसिरहेको हुँदो रहेछ। अनि बस अब अर्कै छ नि त आस्था, पिस भनेर नामै पिस छ। अनि पिस त गर्नै पऱ्यो, त्यही भएर हामी पनि एकदम पिस साइलेन्ट भएको छौँ त्यहाँनिर। अब यहाँबाट चाहिँ पुम्बीकोट पनि देखिसक्यो पछाडिबाट ठ्याक्क पुम्बीकोट महादेवको पछाडिपट्टि चाहिँ। अब माथि चाहिँ खतरा आउने चाहिँ पुम्बीकोट चाहिँ लास्ट भिडियोमा हेर्दाखेरि लास्ट खतरा लाग्थ्यो पहिला अरूले हेर्दाखेरि चाहिँ। अब हेरौँ अब कस्तो देखिन्छ हामीले खिच्दाखेरि, हामीले हेर्दाखेरि चाहिँ। पुम्बीकोट पुग्यो। हर हर भोले शिव शंभु, हर हर भोले शिव शंभु। हर हर भोले शिव शंभु, हर हर भोले शिव शंभु, हर हर भोले शिव शंभु। कम्ती ठुलो रहेछ त यो, आँखाले नभ्याउने रहेछ। अनि उता त देखेकै छैन, नखोलेर पनि हो हुन्छ, तर पोखरा वाइल्ड ठुलो रहेछ। आएन 108वटा हुन्छ भाइ। केही दान र सहयोग अवश्य गरौँ। ए भरे 108 महादेव भित्रबाट रहेछ नि त, होइन होला तर ऐनाबाट देखिएको होला 108 महादेव। राम्रो बाटो। अगाडिपट्टिबाट हेरिदिनु कस्तो देखिन्छ। 400 लाग्यो। यो चाहिँ पुम्बीगेटकै अपोजिट साइडबाट, शिव स्ट्याचुको अपोजिट साइडबाट दुर्गाको ऊ रहेछ, ड्रिम सिटी के भनेर रहेछ। यहाँ गइदिएर कस्तो रहेछ हट एयर बलुन। ऊ चाहिँ हट एयर बलुन होइन, त्यही हो। के अरे त्यसलाई त अनि बजेट त धेरै राम्रो चाहिन्छ त मेरो भाइ। नत्र हट एयर बलुन योपालि गरौँ न त। क्यामेरा सकिँदैन। हट एयर बलुन र यो उपर गेट छ। ए त्यसो भएदेखि हो, यस्तो हेर्न नि मिल्दो रहेछ। पेरिस यहाँभित्र छिरेको चाहिँ पर पर्सन प्याकेज रहेछ, फुल प्याकेज र हाफ प्याकेज भन्ने। फुल प्याकेजको 350 नै के इन्क्लुड हुन्छ भन्दै थियो,
फोटोसोटो खिचिदिने गर्ने के गर्दो रहेछ ड्रिम सिटी भनेर रहेछ उता राम्रै हो स्किम तर ल ठिक छ हटियार बलुन त्यो बस्ने मात्रै हो फेरि अनि त्यो उसमा बस्ने फोटो खिच्ने रहेछ पुम्दीकोट पनि घुम्यो अनि पुम्दीकोटसँगै रहेको उतापट्टिको अर्को देवीको शालिग के रहेछ त्यहाँ पनि घुम्यो हल्का अनि एकदम खतरा लाग्यो अब यो चाहिँ हाम्रो पोखराको भ्यू हो अनि अब हामी चाहिँ तलतिर फर्किँदैछौँ अनि बाटोबाट चाहिँ खतरै भ्यू देखिरहेको छ अनि त्यस पछाडि अब आजको लागि चाहिँ यति नै अब हामी नेक्स्ट ब्लगमा भेट्ने छौँ त्यति बेलासम्मको लागि बाई बाई डु नट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब अनि कमेन्ट पनि गरिदिनु होला